नमस्ते। कहिल्यै सोच्नु भएको छ विश्वका सबैभन्दा गरिब झण्डै 4 अर्ब मानिसहरू उनीहरूलाई परोपकारको नजरले मात्र हेर्नुको सट्टा एउटा विशाल अनट्याप्ड बजारको रूपमा हेर्दा के होला? आज हामी यही एउटा एकदमै रेभोल्युसनरी आइडियाको बारेमा कुरा गर्दैछौँ। ल यो कन्सेप्टलाई बुझ्नको लागि सबैभन्दा पहिले त हामीले विश्वको सम्पत्ति कसरी बाँडिएको छ त्यो पिरामिडलाई हेर्नुपर्छ। यस्तो सोच्नुस् न, संसारको पूरै जनसङ्ख्या एउटा पिरामिड जस्तो छ अनि यसको सबैभन्दा तल यानि पिँधमा अरबौं मानिसहरू छन्। विश्वको जनसङ्ख्याको सबैभन्दा ठूलो हिस्सा जो दिनको केही डलरभन्दा कममा आफ्नो गुजारा चलाइरहेका छन्। अब सम्पत्तिको असमानता त एकदमै छर्लङ्ग छ हैन र? धेरैजसो स्रोतहरू पिरामिडको टुप्पोमा बस्ने थोरै मान्छेहरूको हातमा छ। यसले गर्दा पिँधमा रहेका मानिसहरूको व्यक्तिगत खर्च गर्ने क्षमता वा क्रय शक्ति एकदमै कम देखिन्छ। तर यो आर्थिक वास्तविकताभित्र के कुनै अवसर लुकेको हुन सक्छ? सामान्यतया त मान्छेहरू हुँदैन भन्छन्, तर यहाँ एउटा नयाँ दृष्टिकोणले सबै कुरालाई नै परिवर्तन गरिदिन्छ। हो, यसले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नमा ल्याइ पुर्याउँछ। जब एक व्यक्तिको आम्दानी यति थोरै छ भने के त्यहाँ साँच्चीकै कुनै बिजनेसको अवसर हुन सक्छ र? अचम्मको कुरा के छ भने यसको जवाब हो। व्यक्तिगत रूपमा हेर्दा आम्दानी कम होला, तर सामूहिक रूपमा हेर्ने हो भने यो जनसङ्ख्याको क्रय शक्ति खर्बौं डलर बराबरको हुन्छ। यो एउटा यति ठूलो बजार हो जुन अहिलेसम्म कसैको नजरमा परेको छैन। अब हेर्नुस्, विकसित बजारहरूमा प्रतिस्पर्धा यति धेरै छ र ग्रोथ पनि बिस्तारै घट्दैछ। त्यसैले अलि दूरदर्शी कम्पनीहरूले के बुझ्न थालेका छन् भने भविष्यको ग्रोथ पिरामिडको टुप्पोमा होइन बरु पिँधमा लुकेको छ। यो अब एउटा अप्सन मात्र रहेन, नेसेसिटी भइसकेको छ। तर यहाँ एउटा कुरा के छ भने यो बजारमा सफल हुनका लागि पुरानो व्यापारिक नियमहरूले काम गर्दैन। यसका लागि त सोच्ने तरिका, उत्पादन र वितरणमा पुरै नयाँ दृष्टिकोण चाहिन्छ। डेभलप्ड मार्केट्समा चल्ने वान साइज फिट्स अल स्ट्र्याटेजी यहाँ आएर पुरै फेल खान्छ। यहाँ हाई मार्जिन लो भोल्युम होइन, लो मार्जिन हाई भोल्युमको मोडल चाहिन्छ। र यो भनेको क्वालिटीमा सम्झौता गर्ने होइन नि, बरु अफोर्डेबिलिटी र एक्सेसिबिलिटीको लागि इनोभेट गर्ने कुरा हो। चुनौतीहरू त छन् अवश्य पनि। कमजोर पूर्वाधार, भरपर्दो डिस्ट्रिब्युसन नेटवर्कको कमी अनि सांस्कृतिक भिन्नताहरू जसलाई गहिरो स्थानीय ज्ञान बिना पार गर्न सकिन्न। यी बजारहरूमा जानु भनेको केवल सामान बेच्नु मात्र होइन, एउटा पूरै इकोसिस्टम बनाउनु जस्तै हो। तर सायब सबैभन्दा ठूलो गल्ती चाहिँ के हो भने यो जनसङ्ख्यालाई केवल ग्राहक वा उपभोक्ताको रूपमा मात्र हेर्नु। वास्तविक अवसर त तब देखिन्छ जब हामी उनीहरूलाई एउटा पुरै फरक भूमिकामा हेर्न थाल्छौँ। परम्परागत सोचले के गर्छ भने यो जनसङ्ख्यालाई केवल सामान बेच्ने एउटा टार्गेट ग्रुपको रूपमा हेर्छ। तर यो सोचाइले उनीहरूको क्षमतालाई बेवास्ता गर्छ र यो दिगो पनि हुँदैन। रियल ट्रान्सफर्मेसन तब आउँछ जब कम्पनीहरूले उनीहरूलाई बेच्ने सोचबाट उनीहरूसँग मिलेर केही बनाउने सोचमा जान्छन्। यो भनेको एकतर्फी कारोबारबाट दुवै पक्षलाई फाइदा हुने साझेदारीमा जानु हो। यो एउटा एकदमै पावरफुल पोजिटिभ साइकल हो। सोच्नुस् त, कम्पनीहरूले स्थानीय स्तरमै सामान किन्छन्, जसले गर्दा स्थानीय मानिसहरूको आम्दानी बढ्छ। आम्दानी बढेपछि उनीहरूको किन्ने शक्ति बढ्छ, जसले गर्दा फेरि त्यही कम्पनीको उत्पादनको लागि बजार ठूलो हुन्छ। यो यस्तो आर्थिक विकास हो जसले आफैलाई टिकाउँछ। त्यसो भए यो विश्वव्यापी अवधारणाले नेपाल जस्तो देशको लागि के अर्थ राख्छ त, जहाँ लाखौं मानिसहरू यही पिरामिडको पिँधमा बसिरहेका छन्? बिल गेट्सले यसलाई नाफा कमाएर गरिबीसँग लड्ने एउटा आकर्षक खाका भनेका छन्। यसले के गर्छ भने परोपकार र व्यापारलाई अलग अलग हेर्ने सोचलाई तोड्दिन्छ। कम्पनीहरूले राम्रो काम गरेर राम्रो नाफा कमाउन सक्छन्। यो दृष्टिकोणको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सम्मान हो। यसले गरिबहरूलाई बोझको रूपमा होइन बरु उद्यमी, उत्पादक र विवेकशील उपभोक्ताको रूपमा हेर्छ, जो आफ्नो जीवन आफै सुधार्न सक्षम छन्। नेपालको लागि त यसले विदेशी लगानीलाई देशको प्राथमिकतासँग जोड्ने एउटा व्यावहारिक बाटो देखाउँछ। यसले त्यस्ता व्यवसायहरूलाई प्रोत्साहित गर्छ जसले स्थानीय कच्चा पदार्थ र श्रमको प्रयोग गर्छन्, रोजगारी सृजना गर्छन् र सम्पत्तिलाई ग्रामीण समुदायसम्म पुर्याउँछन्। र अन्त्यमा प्रश्न यही रहन्छ,
नेपालले कसरी यो शक्तिशाली अवधारणालाई अपनाएर आफ्ना नागरिकहरूका लागि साँच्चीकै दिगो र समावेशी आर्थिक भविष्य बनाउन सक्छ? अवसर निकै ठूलो छ, तर यसलाई साकार पार्न साहस, नयाँ सोच र संसारलाई हेर्ने एउटा नयाँ दृष्टिकोण चाहिन्छ।